मधुमेह भएका व्यक्तिहरूको मनमा कुनै पनि खानेकुरा खाँदा सुगर कतिको बढ्ला वा त्यो खानेकुरा मधुमेहमा खान मिल्ला कि नमिल्ला भनेर धेरै जिज्ञासाहरू आइरहेका हुन्छन्। यहाँ बुझ्नुपर्ने कुरा के छ भने हरेक व्यक्तिको पेन्क्रियाजको इन्सुलिन बनाउने क्षमता र शरीरमा पेन्क्रियाजको कामप्रति हुने अवरोध वा इन्सुलिन रेजिस्टेन्सको मात्रा फरक हुन्छ। त्यही भएर कुनै खानेकुरा खाँदा कसैको सुगर वात्तै बढ्ने, कसैको ठिकठिकै बढ्ने र कसैको चाहिँ नबढ्ने पनि हुन सक्छ। त्यही भएर कुनै नौलो खानेकुरा खाइँदैछ भने त्यो खानेकुरा खाइसकेपछि ग्लुकोमिटरले आफ्नो सुगर चेक गरेर त्यसले आफूलाई कतिको सुगर बढाउँदो रहेछ भनेर यकिन गर्न सकिन्छ। र धेरै सुगर बढाउने खालको चिज रहेछ भने भविष्यमा त्यस्तो चिज खाँदाखेरि आफ्नो दैनिक खाइरहेको कार्बोहाइड्रेट जस्तै चामल, मकै, गहुँ, कोदो, फापर जस्ता कुराहरूको मात्रामा कटौती गर्नुपर्छ र त्यस्तो खानेकुरा खाँदा भरसक बिहान बेलुकाको खानाबाट अलिक ग्याप गरेर नास्ताको रूपमा खानुपर्छ। त्यसो गर्दाखेरि त्यो खानेकुराले बढाउने सुगर र खानाले बढाउने सुगर खप्टिएर धेरै सुगर बढ्ने सम्भावना पनि कम हुन जान्छ।